सो यदि तपाईँको घर बनाउने जग्गा जुन चाहिँ प्लिन्थ एरिया चाहिँ लगभग 600 स्क्वायर फिट छ भने चाहिँ त्यसमा कतिवटा कोठा चाहिन्छ भनेर हजुरहरू कन्फ्युज हुनु भइरहेको छ भने चाहिँ यो भिडियो हेर्नुहोस् है त। सो तपाईँको प्लिन्थ एरिया चाहिँ 600 स्क्वायर फिट भयो, अब यसमा कतिवटा कोठा बनाउने भन्ने प्लानिङहरू गर्नु पऱ्यो भने चाहिँ मैले चाहिँ भवन निर्माण 2071 त्यसपछि NBC 206 2015 आर्किटेक्चर र हाम्रो EBPSबाट धेरै कुराहरू यहाँ भवनको कुराहरू छ होइन। र काठमाडौँको चाहिँ महानगरपालिकाको चाहिँ स्थानीय राजपत्रहरूको कुराहरूबाट चाहिँ मैले एउटा सिम्पल आफ्नो एउटा टुल बनाएको छु, जुन टुलमा चाहिँ सपोज तपाईँले यसमा 600 स्क्वायर फिट राख्नुभयो भने चाहिँ अनि त्यसपछि अब यसमा अटोमेटिक अटोफिल गर्नुभयो भने पनि हुन्छ होइन। स्ट्यान्डर्ड साइजेसहरू छ, जस्तै कि बेडरुम एउटा, लिभिङ रुम एउटा 10x14 को होइन, किचन यस्तो यस्तो गरेर मैले बनाएको छु होइन। तर सबै चाहिँ यसमा एप्लाई हुँदैन, किनभने हाम्रो 600 स्क्वायर फिट भनेको धेरै नै सानो हुन्छ, किनभने यो हाम्रो मिनिमम रिक्वायरमेन्टहरू गर्दाखेरि 841 चाहिँ एटलिस्ट पनि चाहिन्छ है भनेर भनेको छ। तर यदि तपाईँको चाहिँ यदि 600 स्क्वायर फिट छ, अब यसलाई हामीले स्पेस प्लानिङहरू गर्नु पऱ्यो भने चाहिँ मैले गरेको अनुसार चाहिँ अब कार्डपोस्ट चाहिँ हटाउँछु, डक्ट पनि हटाएँ मैले, स्टोर पनि हटाएँ। अब लबी एउटा राखेँ मैले, बेडरुम चाहिँ 2वटा गरेँ भने यसमा 2वटा ठ्याक्क यसमा काउन्ट राखेँ अनि 2वटा अपडेट गरेँ होइन। 2वटा अपडेट गर्दाखेरि पनि हुन्छ कि हुँदैन भन्ने कुरा हेर्दाखेरि ओहो एकदमै गाह्रो पऱ्यो क्या, अझै 625 जति पऱ्यो होइन। 625 गर्दाखेरि मैले यो सानो कुनै ठुलोहरू गरेर चाहिँ मिलाएँ। अब सानो ठुलो गरेर मिलाउँदाखेरि स्पेस प्लानिङ गर्दाखेरि चाहिँ लगभग यस्तो बनेको थियो। मेरो 2टा बेडरुम निस्केको थियो, अनि एउटा लिभिङ रुम, एउटा किचन, अनि एउटा डक्ट, अनि एउटा स्टेयरकेसको एरिया निस्केको थियो होइन। सो यसरी चाहिँ मैले स्पेस प्लानिङहरू गरेको थिएँ। अब 600 स्क्वायर फिटको जग्गामा कति चाहिँ अब रुम कोठाहरू निस्किन्छ भन्ने कुराहरूमा। सो यदि तपाईँलाई मन पऱ्यो भने डु फलो फर मोर है त।